जापानमा आज फर्स्ट डे क्लास थियो होइन हाम्रो र आउने बित्तिकै हिजो त आउने बित्तिकै 3 मान गइदिएको थियो होइन बाटोमा र कार्गो सामान गरे होइन कोरियर गरेर मगाउनलाई यता खामाइसी हो खामाइसीमा केटा धेरै महँगो छ के अहिले त हामी आएको 24 घण्टा पनि भएको छैन होइन र 7 मान जति पैसा गयो के हाम्रो 3 मान जति त भाडामा आउनलाई होइन र त्यहाँ फेरि नारिताबाट यहाँ खामाइसीतिर आउँदाखेरि त्यो 3 मान गयो होइन अनि सपिङ साइकलको 3 मान गयो होइन बाँकी कुरा त्यसमै हो यही हो हाम्रो साथीहरू हाम्रो यो सानको त 1 लाख लिएर आएको जति होइन तर 3 मान त बाटोमै गयो हाम्रो आउँदा आउँदै नै तर सानको चाहिँ साइकल बुकिङ रहेछ त 62,000 को अब 62,000 र 3 मान त यस्तै गइदियो होइन कति भयो 92,000 यस्तै गइदियो अनि 24 घण्टा पनि बिते छैन 92,000 गइदियो के खाएर बाँच्न अब पैसा आज 24 घण्टा पनि भएको छैन जापानमा आएको र घरबाट पैसा मगाउँदा त भन्छ बाबाले 24 घण्टा पनि भएको छैन अनि 1 लाख सक्यो कसरी भन्ने रे घरमा के गर्ने धेरै नै गाह्रो छ साँच्चै यो कुरा राम्रो साँच्चै हो कि जुटो सानको त मुख सुक्यो जस्तो छ के गएको कति बजे गएको दाइ बिहान हामी 8 बजे 7:50 मा घर निस्क्यो रुमबाट 8:50 कि 7:50 ए 7:50 के अनि 7:50 मा निस्के होइन 8:30 मा गएको पुगे अनि उताबाट कति बजे झर्यो अहिले त यार भर्खरै हो त्यही 10 मिनेट जति भयो होला नि 4:30 होला 4:30 भएछ अनि त्यही 4:10 मा निस्क्यो हामी अनि आजको फर्स्ट डे कस्तो लाग्यो त एकदम रमाइलो ठिकै छ जस ल आउ केटा जापान आउ पैसाको बिटो छाप्नु पर्छ कसम चिलो आउ केटा दाइ रमाइलो छ आज कस्तो लाग्यो फर्स्ट डे के हुनु यस्तै हो जापानमा पैसा कमाउनुको दुःख छ त छैन नि हो किन अनि भनिदिन्छन् क्या त्यसै दुःख छ न ए बबाल छ बैंकर त बबाल छ अझ 5 रुपैयाँ अनि के भन्छ सान के छ आज कस्तो गयो क्लास फर्स्ट डे कस्तो लाग्यो बवाल छ तर एउटा कुरा दाइ सान के भन्छ हाम्रो त्यो सानको साइकल अलि धेरै महँगो परेछ होइन साइकल आउँदाखेरि चुज गर्नु पर्यो भने एकदम थोरैमा चुज गर है साइकल जहाँ किनेछौ नि त्यहीँ छोडेर फेरि जानुपर्छ के अब ट्रेनमा साइकल लिएर जान पाउँदैन होइन त्यही भएर साइकल यदि उताबाट चुज गरेर आउनु छ भने थोरै प्राइजमा चुज गर होइन हामी त 30,000 को चुज गरेको थियो यहाँ आएर 34,000 समथिङ परेछ त्यही बिमा सिमा गरेर अनि हाम्रो त्यो सानको एउटा सानको हाम्रो यो सानको त के भन्छ एकैचोटि 60,000 को चुज गरेको थियो र यहाँ आएर उसको 64,000 समथिङ गएछ के त्यही भएर अलि केटाहरू बढी सोख नगर है प्राइस चुज गर्दाखेरि प्राइस हेरेर अनि थोरै प्राइसमा चुज गर किनभने साइकल त्यहीँ छोडेर जानुपर्छ फेरि पछि 1.5 वर्ष त चलाउँदैन होइन 2 वर्ष म्याक्सिमम् 2 वर्ष चलाउने हो त्यही ठाउँमा पढ्यो भने त युज गर्न पायो होइन अब यहाँ खामाइसीतिर फेरि गएको सकेपछि जानुपर्छ उता मेन सिटीतिर अब त्यही हो अब होस्टलको बाटो त भुल्यो होइन यो हेर सान आज हाम्रो जापानमा फर्स्ट डे क्लास थियो होइन र होस्टलको बाटो बिर्सेर सब यताउति गइरहेका छन् घुमिरहेका छन् होइन टुवा परि हेरिरहेछन् बाटो कहाँ हो कता हो भनेर दाइ जङ्गल होइन पहाड बिच आएको दाइ होस्टल साँच्चै कुन बाटो जाने हो कसैलाई थाहा छैन होइन सबै घुमी आएर टुवा एक ठाउँमा परेर टुवा हेरिरहेका छन् के दाइ ल छिटो जाऊ है केटाहरू सिग्नल हेरेर नै क्रस गर्नुपर्छ गाडी आओस् नआओस् भनेर होइन सब सानाहरू गाइज सुपर मार्केटमा जाँदै कम्पनीमा छिर्यो त गाइजहरू ए साथीहरू हामी भर्खर गएकोबाट आएको होइन
र हाम्रो हिजो सामान कोरियर गर्नलाई दिएको थियो होइन, र हाम्रो होस्टेलको ठ्याक अगाडि मुनि आएर हाम्रो सामानहरू सब लगेजहरू राखेछ। यता हाम्रो होस्टेलको यो लेफ्ट साइड, यो राइट साइड। 荷物が全部で6個あります。自分の、私のです。それ私のはい、私のです。私のと、もう私のです。じゃあ全部 OK。はいはい。OK。はい、二つ私のです。2つ三。これとはい。これとはい、ボルラムさんです。ボルラムですね。これ。で、これとこれ。私の2つ。あ、こっち2つ。ああ、じゃあ OK ですね。はい、OK です。はい、じゃあありがとうございます。ありがとうございます。पल्लो रुममा पुग्यो हो। यो मेरो लगेज है, यो मेरो रुम है। अब बत्ती बाल्नु पर्यो। बाँकी ठाउँबाट त रुम अलि राम्रै रहेछ होइन, र सिङ्गल बस्ने रुम हो यो। हाम्रो रुममेट साथीको रुम हो यो। खै साथी बत्ती बालौ न, यो अर्को रुम हो।